तेस्रो सेटमा दर्शकवृन्द स्वागत छ एमबिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको यो क्वार्टर फाइनल खेल हो। विभागीय टोली एपिएफले प्रतिस्पर्धा गर्दैछ रुकुम पश्चिमसँग। पहिलो सेटमा सहज जित निकालेको थियो एपिएफले र दोस्रो सेटमा रुकुम पश्चिमले कमब्याक गरेको छ। दोस्रो सेटबाट यहाँ सुरु हुनेछ यो खेल। निकै नै रोचक रह्यो यो खेल। आजको खेलमा दुवै टोली एकदमै बलियो मानसिकतामा यहाँ दुवै टोली सहज तरिकाले अगाडि बढ्न चाहन्छन्। यहाँ रुकुम पश्चिम आफ्नो कमब्याक मेन्टालिटीलाई कन्टिन्यू गर्न चाहन्छ। यो टोली हामीले सोचिरहेका थियौँ सुरुवातदेखि नै प्रतियोगिताको उपाधि दाबीदार टोली, तर पहिलो सेटमा कमजोरी गर्न पुग्यो। त्यो दोस्रो सेटमा त्यो कमजोरीहरूलाई निहाल्दै सुरुवात गरेको छ। यहाँ तेस्रो सेटमा पनि मेन्टालिटी चेन्ज भएको छ। अब रुकुम पश्चिमको एपिएफले पनि पक्कै केही नयाँ टेक्निकहरू युज गर्नेछ। यहाँ कन्टिन्यू गर्नेछन्। हामीले कुरा गरिरहेका छौँ आज आफ्नो प्रदेश विरुद्ध। वाह, सुरेन्द्र केसी कन्टिन्यू गरिरहेका छन्। पहिलो सेटमा त उनको खेल एकदमै ब्रिलियन्ट र यहाँ मिस गर्न पुगे रुकुम पश्चिमलाई हुनेछ अङ्क। सर्भिस मिस सुरेन्द्र केसी। अहमद मुस्ताफा सर्भिसमा आउनेछन् रुकुम पश्चिमका लागि। चाहना हुनेछ राम्रो, एकदम राम्रो। विनोदले राम्रो रिसिभ गरेका छन् र यहाँ कसको लागि जानेछ? मातर अलीका लागि जानेछ। राम्रो विनोदको यहाँ पटक भने मिस गर्न पुग्यो सुरेन्द्र केसी। राम्रो प्रयास थियो। फोटोस फल
अहमद मुस्ताफाले कन्टिन्यू गर्नेछन् सर्भिसलाई। र सर्भिस मिस भएको छ। यहाँ अङ्क आइरहेको छ, कन्टिन्यू गर्नुपर्ने हुन्थ्यो। त्यहाँ सर्भिसबाट अङ्क दिलाइदिएका छन् एफएफलाई। एफएफ भने शान्त भएको छ सुरुवाती समयमा। धेरै लामो समय भइसकेको छैन। यहाँ समय छ सेटमा जुन टोलीले जित्न सक्यो, चौथो सेटमा पनि निकै सहज हुनेछ त्यो टोलीलाई। सन्तोष आउनेछन् सर्भिसमा एपिएफको लागि। जसको सर्भिस माझरका लागि जानेछ यो बल र अङ्क आउनेछ। उनले अङ्क दिलाउनेछन्। अहिले पनि सम्हालिएका छन् उनी। दोस्रो सेटमा केही फर्स्टेड थिए उनी, अहिले पनि सम्हालिएका छन्। सुरेन्द्र केसी प्रयास पनि गरेका थिए। विनोदले हौसला दिँदैछन्। त्यहाँ क्या खेलाडी छन् विनोद छन्। प्रपर त्यो लिडरसिप क्वालिटी, क्याप्टेन म्याटेरियल, दबावमा पनि आफ्नो टोलीलाई सम्झाइ बुझाइ गर्दछन्। यहाँ पनि मिस रुपेन्द्रबाट फर्स्ट। सेकेन्ड अटेम्प्टमा पनि यहाँ चान्स पाउ। माछर ब्याककोर्टमा सन्तोष सुरेन्द्रको ड्राइभ रहेको थियो। निकै टाढा पुगेको छ। माझरले त केही पनि गर्नु परेको थिएन। बसैले अलिकति प्रेस मात्रै गरेका थिए लास्ट ओभरमा, किनकि थोरै गाह्रो पनि हुने थियो सुरेन्द्रलाई। तपाईँले साइडको ड्राइभ लगाउन सक्दैन च्यालेन्ज। आज स्पोर्ट्स जर्नलिस्टहरू हो भने धेरै चाम लिइरहेका छन्। फ्रेममा सुपेन्द्र यसपटक पनि नियन्त्रणमा छैन प्रहार। एपिएफ बिस्तारै त्यो फेड आउट हुँदैछ। विभागीय टोली क्या खेलाडी रहेछन् सुपेन्द्र। उनको डिसिसन मेकिङ, त्यो म्याचुरिटी एपिएफलाई जस्तो चाहिन्थ्यो। एउटा सेटर लोकेन्द्रले छाडिसकेपछि त्यो भोइटलाई आरामसँग रिप्लेस गरेको छ एपिएफले। र मलाई लाग्छ आगामी दिनमा अझै धेरै उनको योगदान आउन बाँकी छ एपिएफको टिमलाई। सायद आफूलाई देखेर स्क्रिनमा खुसी छन् समर्थकहरू। यही त हो भलिबलको कवरहलको चाम। राष्ट्रिय खेल भलिबलको कति माया छ, लोकप्रिय कति छ भन्ने कुरा त यो सिडीमा आउने बाटो पनि छैन। रुपैयाँ 500 टिकट हो। हेर्नुहोस् खचाखच गरिएको छ। यसपटकको सर्ट सरोज बर्देवा त्यो दोस्रो सेटमा पनि उत्कृष्ट खेलेका थिए उनले। पहिलो सेटमा पनि यहाँ विनोद छन्। अगेन टेक अ बल। अहमद मुस्तफा वलिद खानले दिएका छन्। मुस्तफालाई थर्ड लाइनबाट क्या शट प्रहार गरेका छन्। यहाँ यो पटकमा उनको क्वालिटीको हामी बारम्बार कुरा गरिरहेका छौँ। उनको आर्म स्विङ, जम्प, अप्रोचदेखि लिएर सम्पूर्ण कुरा। हिजो विकास गुरुङले इन्टरनेसनल प्ले भनिरहनु भएको थियो। चन्द्र कुवरको त्यो स्पाइकको शैलीलाई अहमद मुस्तफाले कहीँ न कहीँ धेरै पटक देखाइसकेका छन्। पुरा आर्म स्विङ गरेर प्रहार गर्नको लागि यो प्रकारको टेक्निक तपाईँ लामो समयको अभ्यास र केही त गड गिफ्टेड पनि मान्छु म, सकिँदैन त्यो प्रकारले टाइमिङ पुरै मिलाउन। यहाँ पनि रूपेन्द्र गैरे कोही स्पाइकमा एपिएफको लागि अङ्क छोडेका छन्। तर यो सेटमा पनि विभागीय टोली केही पछाडि परिरहेको छ। मुस्तफा वलिद खान विकास उनले बिचमा हाइजा गरिदिएको बल। सरोज आफैलाई लागेर बाहिरिएको छ। रिटर्न बल जब आयो उनलाई अत्तो थिएन थियो। उनी पनि स्ट्रङ देखिएका छन् सरोज बर्देवा। सायद सोचेका थिए चेकआउट हुँदैछ तर अलिकति झुक्न सक्नु पर्थ्यो किनकि त्यति टाइम पनि थिएन उनीसँग। सर्भिसमा डायमन्ड खड्का सर्भिसर हुनेछ उनको। डायमन्ड पश्चिमका नामअनुसार डायमन्ड हिरा नै हुन् त्यो क्षेत्रका। धेरै प्रख्यात खेलाडी पुरानो समयमा या भनौँ केही वर्ष अगाडि बिचमा केही ब्रेक भयो, त्यसपछि फेरि आएका छन् र समर्थकहरूले त्यो अपार माया उनलाई दिइरहेका छन्। र अझ भनिन्छ त्यो पश्चिममा त पहिलो स्टार पनि हुनु नि। गोपालले लिएका छन् यसपटक। माछर स्टार गर्नेछन् ब्लक रूपेन्द्रको। उनी पनि गण्डकी प्रदेशका मिडल ब्लकर हुन्। उनको रुट्स तर विभागमा आए। केही समय गण्डकीको टिमबाट पनि खेले रूपेन्द्रले। राम्रो टेक ब्लक थियो यो। रिकभर गर्ने टाइम त थियो अहमद मुस्तफासँग। यो भलिबल हो। रिफ्लेक्सन्स एकदमै सठिक हुनुपर्छ त्यसको लागि। गोपाल वलिद खान माछर लेफ्ट आर्म पेस
त्यो प्रेस गरेका थिए बललाई, त्यो प्रहारभन्दा पनि, र त्यसपछि भने सुरेन्द्र उनको सर्ट भने बाहिरिन पुग्यो। निर्णायक क्षणमा एपीएफ का खेलाडीहरू चुकिरहेका छन्। यहाँ कमब्याक गर्ने एउटा राम्रो अवसर, केही अग्रता थियो जसलाई घटाउन सक्थ्यो एपीएफले। लगातार दोस्रो सेटमा पनि आफ्नो अग्रतालाई कायम राखेको छ। यहाँ पनि भेटाउन दिइरहेको छैन एपीएफलाई। पुनः जानेछ अहमदको लागि बल जानेछ र यो अहमदको चिनारी हेर्नुहोस्, बारम्बार हेर्नुहोस्, मजा लिनुहोस्। यी खेलाडी नेपाली कोर्टमा छाइरहेका छन् पछिल्लो 2 खेलदेखि नै। आजको खेलमा पनि रुकु पश्चिम केही पछि परेको अवस्थामा कन्टिन्यू गरेका छन् आफ्ना टिमका लागि। यहाँ के हुनेछ? सुरेन्द्र केसी यो पटक एपीएफका लागि कन्टिन्यू गर्नेछन् उनी। जब जब एपीएफ पछि पर्नेछ उनी आउनेछन् अग्रता दिलाउन टिमका लागि। दुवै टिम एउटै स्तरको खेल भइरहेको छ दोस्रो सेटमा, र तेस्रो सेटमा पनि सुरुवाती अग्रता पनि रुकुम पश्चिमले बनाइरहेको छ। 4 अङ्कको अग्रता। वलिद खान स्मार्ट र पाएको चान्स। यसरी नै ट्र्याप गर्ने सुरुमा नै मन बनाइसकेका थिए जब गोपालले उनको हातमा दिए, किनकि ठुलो प्रहारको लागि जानेछन्। स्पाइकर यो लागिरहेको छ, स्ट्रेच गरेर बसेका हुन्छन् खेलाडीहरू। त्यो क्याम्प फायर मोमेन्टमा बिचमा ड्रप गरिदिए उनले। राइट एडभान्टेज पनि रह्यो उनलाई विकास गिरी सर्भिसमा। यसरी नै क्रुसियल पोइन्टहरू आइरहेको छ रुकुम पश्चिमको टिमलाई। सुपेन्द्र खोजेका छन्, सुरेन्द्रलाई ब्लक। सेन्सेसनल ब्लक रहेको छ। पुष्कर सिंह धामीको त आज धमाका चल्दैछ। ब्लक, क्विक स्पाइक, धेरै